बालुहरूको कमी भएको कारणले बालु लिएर जानुपर्ने हुन्छ मेरो टिप्परमा चाहिँ। अनि आज बालु बोकेर जानुपर्ने हुन्छ। त्योभन्दा अगाडि चाहिँ तपाईँहरूलाई म मेरो नाइटमा भिडियो दिएँ। सो अनि तपाईँहरूले देखिहाल्नु भयो होइन मेरो गाडीको चाहिँ नाइटको भिडियो। अब चाहिँ म जानुपर्ने हुन्छ मेरो ठाउँमा डेस्टिनेसनमा, किनकि त्यहाँ चाहिँ अब बालुहरूको मिट्टीहरूको कमी भइसकेको छ। अब चाहिँ देख्न सक्नुहुन्छ मेरो गाडी आउँदा आउँदै यति धेरै कुचिसक्यो लुट लिएर आउँदा आउँदै होइन। अब मैले चाहिँ अझै कति अप्ठ्यारो बाटोमा लिएर जानुपर्ने हुन्छ। अलिकति विकट ठाउँहरूमा चाहिँ अब अलिकति विकास हुँदैछ। अनि त्यसैले चाहिँ मैले काम पनि पाएँ होइन। अब मैले नयाँ टिपर पनि झिकेको छु नि त। अनि टिपर झिक्ने बित्तिकै मेरो चाहिँ फर्स्ट काम हो। त्यसैले मैले चाहिँ होसियारपूर्वक लानुपर्ने हुन्छ। बाटो यति अप्ठ्यारो छ कि जुन पाए त्यही गाडी चल्दैन। त्यसैले चाहिँ अब गाडी जाम पनि मैले दिइसकेको छु। के भइरहेछ आज पनि घाँटी कस्तो दुखिरहेको छ होइन। त्यही भएर चाहिँ यहाँ देख्न सक्नुहुन्छ कति माथि कति धेरै जाम छ। गाडीको बङ्गडी पनि ठोकेको छ। त्यो अब चाहिँ यो जामसाम अब गोली मार्दै अब म चाहिँ मेरो गाडीतिर जानुपर्ने हुन्छ। किनकि बिस्तारै गाडी मैले भित्र साइड पिटेर सेपेर जानुपर्ने हुन्छ। अन्त मैले चाहिँ गाडीहरू मैले चाहिँ थुप्रो होइन मतलब एककट्टा गरिसकेँ, मतलब थुपाइसकेँ। अब चाहिँ मेरो यो सबैभन्दा बबाल चाहिँ यही छ जस्तो लाग्छ मलाई होइन। लाइटिङ सिस्टम मैले एकदम महँगो हालेको छु यसमा। त्यही हो। अनि अब चाहिँ म मेरो गाडी लिएर जानुपर्ने हुन्छ यहाँबाट। गाडीको पाता भान्छु कि के भयो होइन पुरै डान्ड्याङ गरेको थियो गाडी। अब केही छैन मेरो गाडीको चाहिँ होइन, उता एउटा गाडी पक्का ठोकेको थियो त्यो गाडीको होला। केही छैन। अब चाहिँ जानुपर्ने हुन्छ फेरि यहाँबाट हामी फटाफट बिस्तारै सेप्दै देख्न सक्नुहुन्छ जाम कति धेरै छ। एउटा भनेको जाम कति जाम छ यहाँ देख्न सक्नुहुन्छ। बाटो के हो आमा कच्ची छ बाटो त यार, सकिँदैन यस्तो बाटोमा गाडी लानलाई राम। फेरि हेर्नु न जाम यस्तो कति हो कति राम कति होइन। अब यस्तै गरिबस्नु होइन। अब चाहिँ गीत बजाएर जानुपर्ने हुन्छ जस्तो लागेको छ मलाई। तपाईँहरू चाहिँ अब सङमा इन्जोय गर्नु है त ल। बाहिरको चुप लाग्छ।
And so guys, हजुरहरूले आयो होइन सबमा एकदम बब्बाल इन्जोय गर्नुभयो होला अनि चाहिँ अब भोक लागिसकेको छ यहाँनिर म चाहिँ खाना खान झर्नुपर्ने हुन्छ त्यही हो अब चाहिँ यहाँनिर गाडी पार्किङ गरेर खाना खान झर्नु पऱ्यो खाना मासुर भात खानु पऱ्यो यार त्यही हो अब चाहिँ यहाँनिर यो यतातिर गाडी देख्न सक्नुहुन्छ के भएको थियो यार यस्तो यो छ गाडीतिर चलाइ पनि बस्नु र खानासाना चाहिँ भइसक्यो अब चाहिँ लिएर जानु पनि हुन्छ गाडी मैले किनकि अब चाहिँ आइपुग्न आइसक्यो हाम्रो ठाउँ अब सहर हुँदै जानुपर्ने हुन्छ नाइटको बाटो अब चाहिँ यहाँ देख्न सक्नुहुन्छ रात पर्न आइसकेको छ अब चाहिँ पुरै राति हुँदै हुँदै हामी चाहिँ ड्यामहरू यस्तो मतलब टाढो हुन्छ नि लौडो तेर्स्याएको जस्तो त्यस्तो खोल्छ अनि चाहिँ हामी जानुपर्ने हुन्छ त्यसैले अलिअलि ढिले गर्दा पनि फरक पर्दैन तर अहिले हिँड्दा चाहिँ ठिक्क हुन्छ अब चाहिँ अलिकति चम्की जस्तो लागिरहेको छ अब चाहिँ यहाँ त भएर गाडी सो गरिरहेको क्या एकछिन अनि त्योपछि चाहिँ हामी जानुपर्ने हुन्छ अब चल्दै त ल चल्नुपर्छ अब त अनि यो अफरोडिङबाट चाहिँ हल्का सहर छिर्छ क्या गाडी अनि सहरबाट अनि यो बाटो पनि पिच गर्नुपर्ने सो अनि हजुरहरूलाई मैले नाइटमा गाडी कस्तो बबाल दिन्छ भन्ने कुरो मैले देखाइसकेको छु अब चाहिँ हामी जानुपर्ने हुन्छ टक्क बालुवा खन्ने ठाउँमा बालुवा गिटी खन्ने ठाउँमा किनकि अहिले ढिलो गऱ्यो भने मेरो साउलाले पैसा काटिदिन्छ क्या तलब काटिदिन्छ नि त्यसैले अब यो अब पिच छ नि त राम त्यहाँनिर चाहिँ मलाई लाग्छ अब विकास हुँदैछ नि त ठाउँमा अनि त्यहाँनिर मैले गिटीहरू खनाउनु पर्ने हुन्छ हजुर त्यो अघि नै भनिसकेँ यहीँबाट भित्र छिर्नुपर्ने हो हामी चाहिँ अब देख्न सक्नुहुन्छ गाडीहरू यो किनेर जानुपर्ने हो कारहरूलाई मालिक ओनरको कार होला अनि त्यो लोपर देख्न सक्नुहुन्छ के लिने यहाँनिर यस्तो ढाड भने अघि लोकहरू त्यसै यहाँ पनि कता फल भइसक्यो बसबाट निकालेर अब यहाँभन्दा भित्र हो यतातिर यहाँनिर खनाउनु पर्ने हुन्छ मैले बालुवा गिटी अनि देख्न सक्नुहुन्छ यतातिर घुमाएर देखाउनु पर्ने हुन्छ मैले अनि ल त्यही हो त मैले हजुरहरूको लागि टिप निकालेर अब आएको छु भने हजुरहरूले चाहिँ मलाई थाहा छ यो भिडियो चाहिँ बब्बाले मन पराउनु भयो होला होइन किनकि मलाई लाग्छ त्यस्तो मैले यतातिर किलो पिस देख्नुभएको छ नि उतातिर अलिकति लगेर खनाउनु पर्ने हुन्छ किनकि त्यहाँबाट यता गर्दै बाहिर निकाल्यो अनि हामी अगाडि बढ्नुपर्ने हुन्छ अनि